लास पनि देख्नुहुन्थेन के मेरो त्यहाँ, म त्यहाँ भएको भाइ, बुझ्नुभयो नि। यस्तो हुन्छ। मलाई मेरो आफन्तहरूले यहाँ नल्याएको भाइ। घर वरिपरि मान्छे हिँड्ने क्या, घर वरिपरि मान्छे हिँड्ने, घर वरिपरि झ्यालबाट हेर घग्रा घग्रा गरी यो त लौ त्यहाँ आएर त लौ को आएर फलाना मान्छे आएर सुते अरे सुते त्यो त्यहीँ उता उता पनि घर नभएपछि अनि यो त्यहीँ आएर बसिन्छ भने झ्याल वरिपरि मान्छे हिँड्ने क्या, वरिपरि मान्छे हिँड्ने अनि ल जाओ भन्ने ल हो कि भनौँ न। त्यस्तो गरेपछि म त आज त नि मेरो नम्रता भाउजू, मेरो त्यो मेरो के अरे विद्या, मेरो नानी किरण किराती नभएको भए त म त मेरो लास आउँथ्यो उहाँ। साथीहरू त्यस्तो लास हुन्थ्यो। आज म तपाईँहरूसँग यिनै थाङ्ना पनि बेच्न बस्दिन्थेँ। मलाई यहाँ कृपा थियो थाङ्ना बेचेर थाङ्ना बेचेर बहनी थाङ्ना बनाउने भनेर किली पाएको थियो क्या मलाई। यहाँ थाङ्ना हो त सबै थाङ्नै बेचेर बस्नु के गर्छ नि भन्नु न। थाङ्ना बेचेर बस्ने थाङ्ना बेचेर भन्दै थियो। सस्तो छ, राम्रो छ, क्वालिटी नराम्रो भए पनि सस्तो छ बेच्छु त, क्या नि त नि थाङ्नै बेचेर बस्छु त, जे गरे सुख नदिने कि छ्या। म त कसैको केही पनि मलाई त चाहिएन, मलाई जेसुको गरौँ, मलाई मतलबै छैन क्या, मलाई कसैको नाम पनि। तर म त्यसरी कसैले पनि भन्न पर्दैन क्या। त्यसरी आफू त्यही थाङ्ना हो। रामा र मैले 11-12 वर्ष मुथेँ क्या उसँग।